जग्गाहरू खाली गराउने क्रममा छ। सोही क्रममा बारा जिल्लाको यो म 3 नम्बर पुलमा छु र जो पुलको दुवैतिर रहेका होटल र घरहरू डिभिजन वन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा, वर्षा राष्ट्रिय निकुञ्ज तिनटैको संयुक्त प्रयासमा भत्काउने काम भइरहेको छ। राज्यको नीति हाम्रो बनाए र बिहान यहाँको अधीनबाटै हामीले वन क्षेत्र खाली गराउने हिसाबले नै यो कार्यक्रम यहाँ सञ्चालन गरिएको हो। यसमा हामी 3 निकायको संयुक्त कार्यक्रम पारित गरेका छौँ। सडक डिभिजन कार्यालयद्वारा डिभिजन वन कार्यालय र पञ्चायत हामी संयुक्त बैठकपछि यो हटाउने भनेर कार्ययोजना बनाई जिल्ला वन सुरक्षा समन्वय समितिलाई पेश गर्यो र कृषि विशेष पहल अनि जिल्लाको 3टै निकायको सहयोगमा हामीले अहिले यो कार्यक्रम गरिरहेका छौँ। यहाँ हाम्रो 35 घरधुरी टोटल छ। त्यसमध्ये 3टा सडकको राइट अफ वेमा अहिलेको लागि अनि 32वटा चाहिँ वन क्षेत्रमा पर्दो रहेछ। अनि त्यसपछि मध्यवर्ती क्षेत्रको पनि टोयलेट समेतको 3टा भवन गरी हामी जम्मा 38वटा भवन गर्ने कार्यक्रम रहेको छ। वर्षौँदेखि बसोबास रहेको यहाँका घर जग्गाहरू वन क्षेत्रमा, निकुञ्ज क्षेत्रमा र सडकको राइट अफ वेमा रहेको निष्कर्ष सहित सडक डिभिजन कार्यालय हेटौँडाले गत वैशाख 7 गते यहाँको घरटहराहरू हटाउन सार्वजनिक सूचना जारी गरेको थियो भने डिभिजन वन कार्यालय बाराले वैशाखको 9 गते सूचना जारी गरेको थियो। केही घरहरू हटिसकेको अवस्थामा यहाँ माइकिङ गरेर 24 घण्टाभित्र खाली गर्ने निर्देशन अनुरूप यो घर हटाउन चाहिँ सुरु गरिएको हो। यी 35वटै घरधुरीलाई हटाउनको लागि डिभिजन वन कार्यालय बारा, सडक डिभिजन कार्यालय मकवानपुर अथवा हेटौँडा, त्यस्तै वर्षा राष्ट्रिय निकुञ्ज र यस सँगसँगै सबै जनशक्तिहरू, नेपाल प्रहरी, एपिएफ लगायतका जनशक्तिहरू परिचालन गरिएको छ। सुरुवाती समयमा यहाँका स्थानीयले केही विरोध जनाएका थिए। सडकको 25 मिटर दायाँ बायाँ पर्ने घरहरू हामी आफै खाली गर्न चाहन्छौँ, बाँकीलाई रहन दिनुहोस् भनेर उहाँहरूको चाहिँ भनाइ थियो। तर डिभिजन वन कार्यालय बारा सहितको यो 3वटै निकायले अहिले एकीकृत रूपमा यहाँ भएका सबै बस्तीहरू, खास गरेर जो खोलाको जोखिममा, वन क्षेत्रमा र सडकको दायाँ बायाँ रहेका घरहरू छन्, ती सबै भत्काउने काम गरेको छ। सुरुवातीमा थोरै विरोध भए तापनि यहाँका घरधनीहरूले आफ्नै सामान पनि हटाइरहेका छन् र उनीहरूलाई नेपाल प्रहरी, एपिएफ, वनका कर्मचारीहरू सबैले सहयोग गरेको हामी पाएका छौँ।